नमस्ते सबैजनालाई। सो वेलकम ब्याक टु अनदर भ्लग। सबैलाई मेरो च्यानलमा स्वागत छ रानाज भ्लगमा। सो आजको भ्लग आज लाइक लास्ट फ्राइडे जस्तै हाम्रो साप्ताहिक कार्यक्रम भनौँ न हुन गइरहेको छ, जसमा चाहिँ राइट फ्रम ग्रेड 1 देखि 12सम्मको स्टुडेन्ट्सहरूले चाहिँ एउटा सर्टेन कम्पिटिसन्स लेट्स चाहिँ इभेन्टहरूमा चाहिँ भाग लिँदै हुनुहुन्छ, विच इज गन बी रियली इन्ट्रेस्टिङ। लास्ट टाइम चाहिँ कबड्डी भएको थियो, यसपालि चाहिँ क्लासेस वाइज चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट एक्टिभिटी चाहिँ अब के हुन्छ त्यो सबै चाहिँ म तपाईँलाई देखाउने छु। अगाडिको भिडियो हेरिहाल्नु भयो सबैजनाले। आई मस्ट से लाइक आइ एम भेरी प्राउड अफ अल स्टुडेन्ट्स होइन, सबैजनाको एफर्ट, सबैजनाले दिनुभएको इनपुट होइन, एकदम क्लियरली देखिएको थियो। हरेक कुराहरू वेदर इट बी लाइक कविता, कथा, निबन्ध, इभन लाइक स्केचेसहरू सबै एकदमै पर्फेक्टली बनाउनु भएको थियो। सो या एकदमै खुसी लाग्यो त्यो देखेर। आई होप तपाईँहरूलाई पनि राम्रो लाग्यो होला, अनि यसै गरी सपोर्ट गर्दै जानु होला। अब आज के हुन्छ भनेर चाहिँ म तपाईँलाई देखाउने छु। किप अन वाचिङ है त। सो आज चाहिँ हाम्रो यहाँ स्पोर्ट्स विक चलिरहेछ, अनि अहिले अहिलेको हाम्रो फर्स्ट स्पोर्ट्स इभेन्ट चाहिँ हाम्रो ग्रेड 4 र 5 को बिचमा हुँदैछ। हिसाब दौड कम्पिटिसन हुँदैछ, अनि वी आर भेरी एक्साइटेड। कसले जित्छ अब हेर्नुपर्छ है त, है सर ल त ल अब चाहिँ कम्पिटिसन सुरु भइसकेको छ। अब को जित्छ हेर्नु होला होइन गाइड्सहरू। ल अब कुन हो? मेस्सी नै रहेछ यहाँ फेरि हाम्रो, यानि कि अर्जेन्टिनाको टिम। ल अब रेफ्री सुरु हुन आँटेको छ। अब रेफ्रीले ल जित्यो जित्यो को ल ल अब यो तलको बहिनीको फेरि यस्तो डेन्जर रनिङ रहेछ। अब यो मेस्सी दाजु फेरि यस्तो अर्जेन्टिनाको फेरि रनर देखाउँदै हाम्रो फेरि अब के भन्नु होइन, हिसाब हुँदै अब हिसाब गर्नु त टाइम लागिहाल्छ दिमाग घुमेर। अब त्यही म्याथ अलिक राम्रो हुनेको चाहिँ छिटै हुन्छ होला भन्ने लाग्छ। अब त्यही हो, अब कसले जित्छ हेर्नु होला अब है। सो कम्पिटिसन चाहिँ जोरदारले भइरहेछ होइन। नानी बाबुहरूले चाहिँ टाइम चाहिँ लगाइरहनु भएको छ, तर आई होप लाइक दे आर लाइक राइटिङ द राइट आन्सर्स होइन। उतापट्टि चाहिँ हाम्रो सर म्याम कुरिरहनु भएको छ। अब को आउनुहुनेछ फर्स्ट, अब लेट्स सी हेरौँ है त होइन। आई थिङ्क क्वेसन चाहिँ एकदम डिफिकल्ट छ जस्तो छ, ट्राई गरिरहनु भएको छ होइन जेसन। सो लेट्स सी हु विल बी द विनर। र हाम्रो बलबहादुर सरको छोरी लुना आई गेस। So Luna is the first one to write down the correct answers, I guess. अब हेरौँ म्याम मिस्टेक चेक गर्नुहुन्छ, राइट आन्सर छ कि छैन है, चेक गर्दै हुनुहुन्छ। अब लुनाले फर्स्टमा आन्सर दिएको छ, पेपर सबमिट गरेको छ। अब आई गेस आई डोन्ट नो, अरूहरूले चाहिँ मजाले टाइम लगाइरहनु भएको छ। हाम्रो मिसले चेक गर्दै हुनुहुन्छ त्यहाँ चाहिँ आन्सर। अब के हुँदो रहेछ ल हेरौँ है त। ल सो लुना चाहिँ कुन हाउस? लुना चाहिँ रेड हाउस। रेड हाउस भनेको कुन? रेड हाउस भनेको कुन हो? रेड हाउस भनेको कुन हो? कोशी सदनको हुनुहुन्छ लुना चाहिँ, ग्रेड 4बाट हुनुहुन्छ। अब लेट्स सी है उहाँले करेक्ट आन्सर दिनुभयो कि भएन है। सो इफ सबै आन्सर ठिक छ भने चाहिँ लुना विल बी फर्स्ट वान। अब अर्को बहिनी जाँदै हुनुहुन्छ, उहाँ चाहिँ येल्लो हाउस भनेको कुन सदन? गण्डकी सदनबाट हुनुहुन्छ हो, कर्णाली कर्णाली सदनको हुनुहुन्छ। म चाहिँ महाकाली सदनको भएको भएर मलाई खासै थाहा छैन। अब उहाँको आन्सर पनि राइट छ भने चाहिँ सेकेन्ड हो उहाँ चाहिँ। अब थर्ड पोजिसनको लागि हेरौँ है त। थर्ड पोजिसनको लागि चाहिँ अहिलेसम्म फर्स्ट लाइक दुईवटा सबमिसन भइसकेको छ, दुवैजना नानीहरूले गर्नुभएको छ। अब हेरौँ बाबुले चाहिँ सबमिसन गर्नुहुन्छ कि हुँदैन आन्सर चाहिँ। ल है अझै लेख्दै हुनुहुन्छ खै त, अब लेट्स सी है त।
अनि सासा आई गेस है सासा उहाँको नाम चाहिँ सासा उहाँ पनि गण्डक छन् ओ ल नाइस कम्पिटिसन कम्पिटिसन ओहो हो ल कम्पिटिसनै भयो है ल दुईटा सबमिसन आयो सासाले पहिला सबमिट गर्नुभयो है ल दुवैजना अब दुईजना अर्को आउँदै हुनुहुन्छ आई गेस अब कसले जित्नु भयो त्यो चाहिँ अब हाम्रो सकेसम्म आज प्राइज डिस्ट्रिब्युसन रिजल्ट भयो भने भयो नत्र नेक्स्ट फ्राइडे चाहिँ रिभिल हुन्छ है त जेसन केही भनिदिनुहोस् मेरो नाम जेसन हो म यति क्लासमा पढ्छु भन्नु पर्यो नि खै त नाम भन न भन 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 न मेरो नाम जेसन राई हो यता हेर्ने म 3 क्लासमा पढ्छु यस मेरो नाम 3 हो मेरो हिजो बर्थडे थियो सरले बोलाए त्यो पनि खै त भन्नु हसाइ नै कर सक्यो ल मेरो अगाडि दाँत छैन नानी बाबुहरू हुनुहुन्छ उहाँको कम्पिटिसन गर्ने बेला चाहिँ ठ्याक्कै पानी परेको छ है हेलो भनिदिनुहोस् हेलो 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 जाऊ 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 त्यहाँ जाऊ 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 यहाँ हाम्रो अमर सर आउँदै हुनुहुन्छ भागौँ 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 शिशिरलाई ए शिशिरलाई बी विधान नेपाली लाइक पनि जाँदैन त्यस्तै त्यस्तै हो हामीले मात्र गर्नु पर्ने म कहिले नाचेँ तिमी नहेर न छुपे यसो बिस्तारै ल महिला खेलाडीहरू तयारी अवस्थामा रहिदिनको लागि यहाँलाई सूचना सूचित गरिन्छ
महिलातर्फ हुने भएकोले सम्पूर्ण महिला खेलाडीहरू तयारी अवस्थामा रहिदिनको लागि उहाँलाई सूचना सूचित गरिन्छ। विवेक राई, जनिता राई, प्रतिभा प्रस्तुत गरिदिनको लागि उहाँलाई आग्रह भएको छ। स्थान यस्तै गरी दोस्रो पुरस्कार वितरण गरिदिनु। So yeah, that was it. रमाइलो भयो आजको दिन. सो अब चाहिँ घर गइरहेको छु म. I had momo है यहाँ सोलुखुङमा आएर आज फर्स्ट टाइम मैले मोमो खाएँ विच वाज रियली गुड. अनि सबै स्टाफहरूसँग बसेर खाजा खाइयो. अब आजको डे चाहिँ एकदम लाइक रमाइलो थियो होइन. सबैजना स्टुडेन्ट्सहरूले लाइक दे गेभ देयर बेस्ट. कतिजना चाहिँ अब दे लाइक पोजिसन पनि होल्ड गर्नुभयो. सो ओभरअलमा एकदम रमाइलो दिन भयो. अब यस्तै फर्दर के हुन्छ आई विल बी सोइङ सबै कुराहरू. अब मन्डे अनवर्ड्स चाहिँ एक्जाम पनि छ. अब के हुन्छ कस्तो हुन्छ के इभेन्टहरू हुन्छ म सबै देखाउने छु. सो या किप अन वाचिङ द च्यानल. मेरो च्यानल सब्सक्राइब गरिदिनु होला. आई एम अगेन लाइक भेरी ग्रेटफुल फर एभ्री वान. थ्याङ्क यू फर एभ्रिथिङ. यसरी नै सपोर्ट गर्दै जानु होला है त. एन्ड किप अन वाचिङ Amit Rana vlogs. See you in the next vlog. And lastly, take care of yourself, take care of your mental health, stay safe and take care. Bye bye everyone.